गाइस यो नानी खुसी अरे यता के नाम अरे यो पनि मेरो आसिङको घरै हो। तिमीले दिएको थियौ कति कति रुपियाँ? गाइस मैले झुट भन्नु है, यो देख्नु चाहिँ यो अनुहार है र भन्न नभएपछि मेरो घर सुनितपुर एलएन मिसामारी गम्बिरी है। सो आउनु मन लाग्यो भने आउँदा हुन्छ। मेरो एउटा भाइ छ बुहारी हुनुलाई है, बुहारी हुनुलाई र बुहारी भन्दाखेरि सुहाउने खालको पनि छ बुहारी। सो यी बुहारी यताबाट राम्रो देखेन, यताबाट देखाइदिन्छ यी बुहारी मेरो बुहारी है है। सो यता सुहाउने खालको रहेछ है। र भन्न नभनेपछि अब के भन्नु, उसको नाम चाहिँ खुसी अरे, तर खुसी चाहिँ कहिल्यै देख्दिनँ म। जहिले पनि खामोसीमै रहिरहेको हुन्छ है। यिनीहरूको कुरा अब बेसी के गर्नु, म जानु पऱ्यो बाहिर। बेसी यिनीहरूले बेसी नै नक्कल देखाउनु थाल्यो है। म अब बाहिरतिर जानु पऱ्यो। र यहाँ एउटा साँप निक्लेको रहेछ है भाइ। साँप चाहिँ भने एउटा खल्डामा पसिरहेको छ है। त्यो साँप के साँप हो त्यो थाहा चाहिँ भएन, कालो कालो छ है। सापेर आयो नि। साँप कत्रो रहेछ लु भनौँ त, भयङ्करको कत्रो? हातले देखाउँदा अनि हातले देखाइदिउँ न एउटा कत्रो? 8 फिटको छ। सो म पनि ल्याउँछ लु है। कस्तो खालको रहेछ साँप। एरिया चाहिँ बगान एरिया हो हुनाले यहाँ साँपहरू आइरहन्छ। र यो साँप चाहिँ म देखाउनु चाहिरहेको छु म तपाईँहरूलाई। यहाँ रहेछ यो साँप, टाउको त्यो उहाँ रहेछ है, टाउको उहाँ रहेछ। उठाएर यता छ, यहाँ छ है, एउटै छ। सो यता आइसकेको छ घाँस। युवा दिगदार भयो क्या र है। हेर्नुहुन्छ यी दुलसाङ्गे लटपटिरहेको छ। यहाँ उसलाई खटपटी मचिसक्यो। देख्नुभयो